हेलो तपाईहरु सबैलाई नमस्ते अनि सो हैन हामीले चाहिँ यो भन्दा अगाडिको क्युएन भिडियोमा चाहिँ हामीले भनेको थियौं कि कमेन्ट गर्नु भनेर अनि सो अरूहरुले धेरै जनाले कमेन्ट गर्नु भएको रहेछ अनि सो अब चाहिँ हामी कमेन्ट पढ्न जाँदै छौं फर्स्ट कमेन्ट रहेछ ऐते तामाङ अनि मेरो फर्स्ट कमेन्ट है बरु हजुरहरु सबै जनाको क्लास र उमेर भनिदिनु न एन्ड बिग फ्यान नयाँ तारा लभ यु अल रे हैन थ्यांक यू तपाईले कमेन्ट गरिदिनु भएकोमा म चाहिँ 7 क्लासमा पढ्छु मेरो उमेर चाहिँ 14 हो म 10 क्लासमा पढ्छु मेरो उमेर 16 15 म 8 मा पढ्छु मेरो उमेर चाहिँ 16 हो 16 सो हैन अनि अर्को कमेन्ट तर्फ लागौँ है त अब हामी विशाल न्यूज रे सो हेलो नयाँ तारा फ्यामिली लट्स अफ लभ फ्रम काठमाडौँ हजुरहरुको भिडियो हेर्दा एकदमै खुसी लाग्छ र आज लामो भिडियो भएको भए अझै रमाइलो लाग्थ्यो अलवेज लभ यु अल रे हैन थ्यांक्स फर कमेन्ट अनि हामीले चाहिँ भिडियो लामो बनाउने कोसिस गर्दै छौं यो भन्दा नि डबल कोसिस गर्ने भनेर हामी गर्ने भन्दै छौं अहिले चाहिँ हामीले एक दिनमा 10 मिनेट क्रस हान्ने प्रयास गरिरहेका छौं भइ पनि रहेछ अहिले खतरा मिनेट गइरहेछ हामीले खतरा मिनेट गरिरहेछौं अब अझै सक्दो मिनेट गर्छौं अब किनकि हामी लामो भिडियो बनाउँथ्यौं तर एक दिनमा यति मात्र भ्याउँछ हामीले शनिबार एक दिन मात्र हुन्छ सिजनहरु चर्च जान्छ 1 बजे देखि अनि त्यहाँदेखि 1 बजे देखि 1 बजेसम्म उनीहरु चर्चमै हुन्छ अनि हामीले चाहिँ धेरै भिडियो बनाउनु टाइम पाउने भनेको त्यस्तै धेरै भने 4-5 घण्टा त्यति हो यति घण्टा पनि बनाकै हो तपाईहरुकै लागि हामीले सो गाइज अब अर्को कमेन्ट तर्फ लागौँ है त प्रकृति पाण्डे रहेछ माया छ है माया आई एम योर बिग फ्यान तारा अल मेम्बर प्लिज रिप्लाई मी अञ्जली दिदी भिडियोमा किन नआएको आई एम योर बिग फ्यान आशा छ कि रिप्लाई दिनुहुन्छ भनेर र लभ फ्रम जुम्ला रे जुम्लाबाट गुल्मी सरी गुल्मी थ्यांक यू तपाईलाई कमेन्ट गर्नु भएकोमा अञ्जली चाहिँ उसको फ्यामिली प्रब्लमले गर्दाखेरि उ नआएको सब गाइस हामी अर्को कमेन्ट तर्फ लागौँ है त के हिरोको खोइ के हो नाम पनि मैले थाहा भएन यो स्पेस छ अनि के हेरेको छौ के हेरेको नाम हेलो नयाँ तारा मेम्बर्स हजुरहरु कस्तो हुनुहुन्छ अनि अञ्जली दिदीले च्यानल छोड्नु भएको हो र खोइ म त देख्दिन त अनि तपाईहरु सबै जना के को फ्यान हो रियल मैड्रिड और बार्सिलोना लट्स अफ लभ फ्रम द मक रे थ्यांक यू तपाईले चाहिँ कमेन्ट गर्नु भएकोमा अञ्जली चाहिँ उसको घर फ्यामिलीले गर्दा खेल्दैन हामी चाहिँ म चाहिँ दुईटै पढ्छु मलाई के हो थाहा छैन तर दुईटैमा हामी बराबर नो सो गाइस अब चाहिँ अर्को कमेन्ट तर्फ लागौँ है त यो चाहिँ रहेछ राधिका खड्काजीको कमेन्ट रहेछ अञ्जली अब नयाँ तारामा आउँदैन गाइस अब अञ्जली आउँदैन है त अब आउँदैन फर्केर कहिले पनि आउँदैन सो गाइस अब अर्को कमेन्ट तर्फ लागौँ भनेको सिर्जना सुनारको रहेछ दिपा केज कति हो त अनि अञ्जली एज कति हो नयाँ ताराहरुको एज कति हो रे मेरो एज चाहिँ 14 हो अनि अञ्जली र मेरो बराबर हो अनि अरूहरुको चाहिँ हामीले अगाडि पनि भनिसक्यौं सो गाइस अब चाहिँ अर्को कमेन्ट तर्फ लागौँ यशोदा एउटा कुरा रहेछ म चाहिँ अनिता भनिराख्छु यशोदा एउटा कुरा गर्नु थियो कि हो भनेर भन्ने मखमली बीचमा रोकियो एपिसोड 5 सम्म मात्र छ किन इनकम्प्लिट पो भयो त मखमली एपिसोड 6 देखि चाहियो रे सो गाइज हैन हामी चाहिँ मखमली बनाउँथ्यौं हामीले यसमा धेरै लगानी पनि गरेको हामी यसमा डुब्यौं पनि किनकि हाम्रो यो एपिसोडबाट चाहिँ हामी हाम्रो धेरै कलाकारहरु निस्किदै जानुभयो त्यही भएर यो हामीले एपिसोड पनि बनाउन पाएन त्यही भएर अब आफ्नै मेम्बर्सहरुले साथ नदिएर हो यो चाहिँ मखमली रोकिनुको यो चाहिँ कारण चाहिँ सो गाइज हैन अब चाहिँ हामी अर्को कमेन्ट तर्फ लागौँ नुस्मा लिम्बु अबको मनको साथीको भिडियो लङ चाहियो अनि लट्स अफ लभ अब म अर्को क्युएनए भिडियोमा पनि कमेन्ट गर्ने छु ल सबैलाई मेरो माया छ रे थ्यांक यू तपाईलाई कमेन्ट गर्नुभएको अर्को भिडियोमा पनि कमेन्ट गर्नु सो हामीले चाहिँ धेरै यो गरिराछौं प्रयास गरिराछौं कि लामो भिडियो बनाउने भनेर तर एक दिनमा चाहिँ हामीले धेरै समय पाउँदैनौं एक दिनमा मतलब 12 घण्टा हुन्छ हैन 12 घण्टामा हामीले त्यो पनि पाउँदैन 12 घण्टामा चाहिँ खेल्न भ्याउँछ हामीले 12 घण्टा पाउँदैन भनेको एक दिनमा त 12 घण्टा हुन्छ नि पुरै दिनमा हैन अनि त्यहाँदेखि हामीले पाउने भनेको 6 घण्टा त अब त्यो वेस्ट भइहाल्छ
अनि त्यहाँदेखि 6-7 घन्टा त वेस्ट हुन्छ किनकि सिसनहरू मोसाहरू सँगै हुन्छ नि त मेरो सुटिङ त अब उनीहरू 1 बजे आउने एकैचोटि आउँछ। छैन अनि त्यहाँदेखि म एक्लै हुन्छ अनि यिनीहरूको चाहिँ हुन्छ गजर अगाडि नै। मेरो दिन 10 बजेदेखि 11 बजेसम्म हुन्छ, त्यहाँदेखि 1 बजेसम्म पुरै अनि त्यहाँदेखि बुनुहरूको हुन्छ बुनुहरूको नि अब त्यहाँ सिसन चाहिएको हुन्छ कहिले मोसा चाहिएको हुन्छ त्यही कारणले गर्दा पनि हामीले चाहिँ 4-5 घन्टा मात्र त्यही पाउँछौँ पनि भिडियो हामीले बनाउने। मिहिनेत गरेर 10 मिनेटसम्मको निकाल्न थालिसक्यौँ। सबले अझै सपोर्ट देखाइदिनु, अझै लामो आउँछ भिडियो। तपाईँहरूलाई हामी चाहिँ यति भन्नु चाहन्छौँ। सो गाइज अब अर्को कमेन्टतर्फ लागौँ। युमी तामाङको रहेछ, म नि नयाँ ताराको अल मेम्बरको फ्यान हो थ्याङ्क यू। अनि मलाई फेसबुकमा नि फलो गरेको छु र टिकटकमा नि फलो गरेको थ्याङ्क यू। छु। टिकटकमा पनि मेरो कमेन्टको रिप्लाई दिनु भएन। यो कमेन्टमा चाहिँ रिप्लाई आउँछ कि भनेर कमेन्ट गरेको, मेरो कमेन्टको पनि रिप्लाई दिनु न प्लिज। तिम्रो चाहिँ कमेन्टको रिप्लाई आइसक्यो होइन, तिम्रो कि तपाईँको। अनि हामीले चाहिँ त्यहाँ के भन्छ मतलब हुन्छ नि टिकटकमा हाम्रो धेरै कमेन्ट आउँछ अनि त्यसको कारणले गर्दा नि हामीले दिनु भ्याउँदैन क्या कमेन्टहरू। कसैको के आइदिन्छ फर्स्टमै, अब जस्तै हामी त्यति साह्रो हेर्दैनौँ क्या मुनिहरू, अनि फर्स्टमा आउँछ कमेन्टहरू, त्यसमा क्लिक गरेर हेऱ्यो, त्यसले फलो गरेर चाहिँ रिक्वेस्ट हाल्छ भने त्यसलाई दिइहाल्छौँ क्या। त्यही भएर त्यो मुनि हामी चलाउँदैनौँ क्या। त्यही भएर हो हामीले तिम्रो तपाईँको भिडियोको रिप्लाई नदिएको, कमेन्टको रिप्लाई नदिएको, तिम्रो तपाईँको जो भयो नि भनेको क्या। तपाईँ भने नि भनिरहेको छु त नि। सो गाइज अब चाहिँ अर्को कमेन्टतर्फ लागौँ है त। के सक्यो ए रहेछ अघि मारा होइन, अलि धेरै लामो भिडियो अघि मारा आइरे, अलि धेरै लामो भिडियो बनाउनुहोस् न अरे। हामी चाहिँ कोसिस गर्दैछौँ, कोसिस गर्दै पनि अब यहाँ माउन्टेन ड्यू डर के आगे हामीले चाहिँ कोसिस गरेको छौँ। सो अब चाहिँ गाइज हामी अर्को कमेन्टतर्फ लागौँ। सबले मिठो मिठो कमेन्ट गर्नु अर्को पालि। सो गाइज होइन हाम्रो चाहिँ कमेन्ट सकिसक्यो। अब तपाईँहरूलाई के फेरि यो अनि अझै मनमा के लागेको कुराहरू छ फेरि यो भिडियोमा भन्नु होला। जस्तै मैले भनेको थिएँ कि बिहानको भिडियोमा तपाईँहरूलाई के गुनासो छ, मतलब के कुराहरू सोध्नु छ यो भिडियोमा गर्नु होला भन्दै। जस्तै कि अब यो तपाईँहरूको मनमा के चाहनाहरू छ सबै यो भिडियोमा भन्नु होला। सो गाइज अब चाहिँ हामी Q&A भिडियो रोक्न चाहन्छौँ। बाई गाइज, अर्को पार्टमा भेटौँला। लट्स अफ लभ, मिठो मिठो कमेन्ट गरिदिनु अर्को पालि। मिठो माछ तपाईँहरूलाई। बाई।